सम्माननीय सभामुख महोदय, आज 20 मार्च हो, भोलि 21 मार्च हो। 21 मार्च भनेको अन्तर्राष्ट्रिय जातीय विविध उन्मूलन दिवसको रूपमा संयुक्त राष्ट्र संघले 1966 मा यो अन्तर्राष्ट्रिय जातीय विविध उन्मूलन दिवस मनाउने प्रारम्भ गरेको छ। 1960 मा साउथ अफ्रिकामा रङ्गभेद विरोधी आन्दोलन हुँदा त्यहाँ प्रदर्शन गरिरहेका रङ्गभेद विरोधी आन्दोलनमा प्रदर्शनमा रहेका 69 जना काला जातिका व्यक्तिहरूलाई हत्या गरिसकेपछि यो 1960 मा यो घटना भयो र 66 मा यो संयुक्त राष्ट्र संघले यो दिवस मनाउने घोषणा गरेर नेपालले 1971 मा हस्ताक्षर गरेर नेपाल पनि पक्ष राष्ट्र भएको कुरा म जानकारी गराउन चाहन्छु। र आज हामीले यो प्रतिनिधि सभाबाट हामीले पुनर्स्थापित प्रतिनिधि सभाबाट 2063 जेठ 21 गते पुनर्स्थापित प्रतिनिधि सभाबाट जातीय भेदभाव र छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको पनि आज 18 वर्ष पुग्यो। यी विविध घटनाहरू घटिरहेका छन् र आज हाम्रो देश नेपालमा विभिन्न जातीय विभेदका घटनाहरू घटिरहेका छन्, विभिन्न रङ्गभेद विरोधी आन्दोलनहरू भइरहेका छन्। यो परिवेशमा हिजो मात्रै सिरा जिल्ला औरै गाउँपालिका वडा नम्बर 5 मा विष्णु महायज्ञ गर्ने नाममा औरै गाउँपालिकाका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादव सहितका व्यक्तिहरूले त्यहाँ बसोबास गरिरहेका डोम जातिका व्यक्तिहरूलाई जुन खालको उहाँबाट उठीवास गर्ने जुन खालको व्यवस्था गरेको छ त्यसको म घोर भर्त्सना गर्न चाहन्छु र ती पीडित परिवारलाई न्याय दिनको लागि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सभामुख महोदय, यो अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भ भोलि 21 मार्च हो, तर हाम्रो देश नेपाल